नमस्कार सम्पूर्णमा हामी यतिखेर चाहिँ अन्नपूर्ण नर्थ एबिसीको लगभग यो फेरितिर छौँ। बिस्किट मेला भन्ने ठाउँमा छौँ। यतिखेर यो टेन्ट टाँगेर अब सुत्ने क्रम जारी छ। यस्तो प्याक छ कि अब सबै मान्छेहरूले चाहिँ यो टेन्टको लागि प्रिबुकिङ गरिसकेका छन्। यहाँ कल बग्ने एउटा खोला बगिरहेको छ। ल जस्तै यहाँबाट त देख्न सकिन्छ अन्नपूर्ण अन्नपूर्ण त्यो हो ल हेर्नुहोस् अन्नपूर्ण हो यो अन्नपूर्ण यही आँखै अगाडि छ है। यो डाँडा कट्ने बित्तिकै यो छेउमा यो अन्नपूर्ण छ। यो अन्नपूर्ण उतापट्टि पर देखिएको अन्नपूर्ण बी कस्तो छ। यहाँ टेन्ट टाँगेर अब यहीँ सुत्ने हो है। यस्तो स्थिति छ। जाडो एकदम छ। सिरेटो हावा चलेको छ। उताबाट फेरि आउने क्रम पनि जारी छ। ल हेर्नुहोस् तपाईँहरूलाई मैले बताइदिन्छु। अझै आउने क्रम जारी छ कि 7-8 बजीसम्म तलबाट यो हुङखोलाबाट लगभग 6 घन्टाको ट्रेक हिँडेपछि बल्ल यहाँ आइपुगिन्छ। अब यहाँबाट पनि कमसेकम त्यो त्यहाँ पुग्नको लागि कमसेकम 5 घन्टा हिँड्नुपर्छ। त्यसो गर्दाखेरि बल्ल हाम्रो चाहिँ अब डेस्टिनेसन कम्प्लिट हुन्छ। एकदम रमाइलो छ। यहाँ म छु शान्ति भल कोही घरै बसेर बिस्तराबाट सपना देख्नु भएको छ भने यसको यो खालको सपना देख्नुहोस् कि बिहान उठ्ने बित्तिकै अन्नपूर्ण बेस क्याम्प पुगेको सूर्योदयमा चाहिँ तपाईँको ठ्याक्क अगाडि तपाईँको फोटो ठ्याक्क खिचेको भिडियो आएको खालको सपना देख्ने तरिकाले सुत्नु होला। घरमा बसेर मुभी हेरेर मात्रै काम छ भन्दै तपाईँहरूलाई आउन निमन्त्रणा गरेको जन्मेर अनि नेपालको भ्यू हेर्न अनि कहाँको हेर्ने हो कि सबैजनालाई सब्स्क्राइब गरिदिनु है त मेरो दाइलाई। ओके ल धन्यवाद।